एभ्रिवान, नमस्कार। इट्स मी अस्मिता। सो आज चाहिँ हामी चाहिँ हाइकको लागि 2 आवर्सको हाइक छ हाम्रो अन्दराजा अन्धरानी भन्ने प्लेसमा चाहिँ हामी इलामतिर पर्छ त्यो चाहिँ। सो हामी त्यहाँ चाहिँ हिँडेर आज जानु लागेको छौँ। अनि हामी भनौँ न 1-2 जना साथी मिलेर चाहिँ जाउँ न के कस्तो हुन्छ हैन। रमाइलो हुन्छ। गर्मी एकदम गर्मी छ र पनि अब यो गर्मीलाई काट्नको लागि गर्मी नै चाहिन्छ क्या। सो अब हिँडेर अनि जिउलाई पनि एक्सर्साइज हुने हैन। हिँड्नु एकदम फेरि मजा पनि लाग्छ तर हिँड्नु सक्दिनँ खासमा चाहिँ हैन म। तर पनि म चाहिँ हिँड्नु नसके पनि ट्राई गर्ने कोसिस गरिरहेको हुन्छु। सो गाइस अहिले चाहिँ हामी अटोमा चढिसकेको छौँ हामी जानको लागि। यहाँ चाहिँ हाम्रो प्रीति बहिनी हुनुहुन्छ अनि त्यसै गरेर हाम्रो निशा सिस्टर हुनुहुन्छ। 2 जना यता हुनुहुन्छ। वाइल्ड मजा गर्ने हो हिँडेर। भरे हेर्नु ल फाइनली हामी यहाँ अन्धराजा अन्धरानी जाने बाटोतिर आइपुग्यौँ। मैले चाहिँ यहाँ भ्यू यस्तो छ यो अनि यहाँदेखि चाहिँ जाने हो। अब यहाँदेखि चाहिँ हाइक गरेर हिँड्ने हो। पर छ अनि लाग्छ अब 2 घन्टा कति लाग्छ। अनि अब चाहिँ हामी लाग्ने हो हिँड्ने चाहिँ। यहाँसम्म चाहिँ अटोमा आएको थियौँ अनि अहिले चाहिँ अब हिँडेर। सो अब हामी चाहिँ बाटो लागिसकेको छौँ गन्तव्यतिर। यहाँ हाम्रो साथीहरू लागिसक्नु भयो। यहाँ चाहिँ यो चाहिँ हिँड्नेको स्टार्टिङ भएको छैन। बा चाहिँ भुइँमा बस्न आँटिसक्यो के हो यस्तो पारा। अघि त्यहाँनिर हामी दोकानमा के अरे त्यो चिप्सहरू के लिनु गएको थियो नि त। अनि त्यो अङ्कलले उसलाई हेरेर चाहिँ के अरे नानी तिमी त हिँड्नु सक्दैनौ होला यसो हेरेर तिमी त हिँड्नु सक्छौ जस्तो लाग्दैन त भन्दै हुनुहुन्थ्यो। सेम त्यही भयो यही स्टार्टिङमा। यो के हो यस्तो। अहिले चाहिँ हामी हिँड्नु बहिनी कस्तो लाग्यो अनि हिँडाइ? मजा लागिरहेको छ कि अब यो अनुहार त ब्लक भएर नि त्यो पड्केला जस्तो ब्लुक गरिरहेछ। गर्मी लाग्यो त्यत्तिकै शीतल छ र पनि गर्मी हुन्छ हिँडेकोले हेरे होला। हामी चाहिँ अहिले पनि हिँडिरहेको छौँ। अनि यहाँ बहिनीले चाहिँ के बनाउँछ भनेर सोचेको थियो अरे। अब यस्तो हिँडाइमा भिडियो यहाँ कस्तो सर्ट क्लिप्सहरू लिनु त कम्ता गाह्रो भइरहेको छैन होइन। अनि यहाँदेखि चाहिँ यस्तो दामी यो हाम्रो दमक इलाम देखिँदैछ। यो चाहिँ इलाम हो है। इलाम देख्दै हुनुहुन्छ। इलाम नै हो नि भाइ यो त देखिएको। चुलाचुली इलामै हो नि त। दिन्छ त्यहाँसम्म। त्यहाँदेखि चाहिँ उयस्तो डाँडाहरू छ। बिचरा एकजना साथी चाहिँ उहाँ पुगिसकेको छ क्या। त्यहाँ बसेर बसिसक्नु भयो होइन। छिटो भनिरहेछ हामीलाई। यहाँ एउटा पापाकी परी उडिरहेछ यहाँ। तिमीहरू कति बजी गएको? आमा भाइ सानो गएछ त सबैजना। ओ ल बाई राम्रोसँगले जानु ल। ल आन्टी अहिले चाहिँ के भन्छ म चाहिँ अहिले बेलुका चाहिँ खानाहरू नखाने अनि डाइटिङहरू गर्ने भइरहेको थियो नि त। अनि आज चाहिँ रातभरि पनि सुतेको थिएन। अनि त्यो मलाई के सबै मिक्स भयो। अनि मिक्स भएर आज यति हिँड्नु लागि मलाई कस्तो गाह्रो भएको जस्तो भइरहेछ।
पुरा त्यो हुन्छ नि बमिट होला जस्तो पुरै उलिक उलिक भयो जस्तो त्यस्तो भइरहेछ क्या मलाई चाहिँ अहिले। यस्तो कालो भइसकेछ अब यहाँदेखि माथि जाने कि नजाने भनेर फोटो सेसन भइरहेछ। यो छ कि रात पथमार्ग होइन। अनि यता चाहिँ अन्धेरी झर्ना जाँदो रहेछ भने यता अन्धराजा रानी, हामी चाहिँ अन्धराजा रानी जान आँटेको। यो के हो चपेटी, चपेटी 1 घन्टा 40 मिनट भन्नु त्यता हो चपेटी हामी आएकैबाट। अनि 1 घन्टा 40 मिनट रहेछ, तर हामीलाई चाहिँ अलमोस्ट 3 आवर्स लाग्यो, किनभने भिडियो बनाउँदै के गर्दा भएको नि त्यस्तै हो होइन। अब भिडियो बनाउँदै बस्दै होइन आराम। अब हामी चाहिँ लगभग आइसक्यो, उहीँ हो, उहीँदेखि चाहिँ जस्ट भ्यूहरू हेर्ने हो, शीतल छ, आनन्द छ। त्यहाँ आउँदाखेरि थाके तापनि थकान भयो। एक्स्ट्राले अस्ति आउँदा मलाई त्यस्तो भएको थिएन, छिटो पनि आइएको थियो अनि हिँड्दा पनि छिट्टो भएको थियो त्यतिखेर चाहिँ। अनि यहाँ चाहिँ भ्यू यस्तो देख्छ, वाह यस्तो अहिले चाहिँ हामी चाहिँ यहाँ आइपुगेको छौँ। अनि आइपुगेर चाहिँ अब हामी एकछिन रेस्टहरू गर्ने, एकदम के भन्छ यहाँ एकदम शीतल पनि हुन्छ कि, उता पुरा गर्मी हुन्छ। मलाई हेरेर थाहा पाउनुहुन्छ, बिहान पुरा मेकअप सेकअप यस्तो होइन चटक चिटिक्क भएर आएको। मैले 3 चोटि मुख धोएर आइपुगेँ यहाँनिर आइपुग्दाखेरि, अनि त्यस्तो भयो क्या। अनि तर जङ्गल हुँदी चाहिँ घरिघरि हावाहरू आउने, त्यो चाहिँ एकदम अब त्यो हिँडेकोले गर्दा बेसी गर्मी भएको, नत्र यो जङ्गलकै बाटो छ नि त पुरै। अनि यो जङ्गलकै बाटो हुँदाखेरि चाहिँ त्यस्तो उयो त नहुनु, त्यो हिँड्दाखेरि चाहिँ अलिकति गर्मी पाएको, न त शीतल नै हुन्छ यहाँनिर। अनि यहाँ आइपुग्दा शीतल हुन्छ। पर त चौताराहरू छ, त्यहाँ चौताराहरू बस्ने ठाउँहरू बनाइदिएको छ, खाने ठाउँहरू पनि छ त्यहाँनिर होइन। अनि त्यहाँनिर बस्दै अब त्यस्तो बेसी बेसी बसेर आयो भने चाहिँ आफूलाई नै गाह्रो हुन्छ। हल्का हल्का उभिएरै तपाईँहरू चाहिँ आउनु होला होइन। भरिसके चाहिँ हामी चाहिँ अरू अस्तिको पालि आउँदाखेरि चाहिँ 2 घन्टा पनि राम्रोसँगले लागेको थिएन यहाँ आइपुग्नको लागि, तर यो पालि चाहिँ अलमोस्ट 3 घन्टामा नि अलिकति बढी नै लाग्यो। किन भन्दाखेरि चाहिँ हामी अलिक बेसी नै आज भिडियोहरू बनाउनेतिर, बेसी रेस्ट गर्नेतिर गइयो क्या। अनि फेरि मलाई पनि बिसन्चो छ नि त अहिले, अनि अलिक बिसन्चो भएर पुरै मलाई त्यो हुन्छ नि वक आउनु खोजेर त्यो यस्तो भयो। त्यो रातिको निन्द्रा अनि भोको पेटले गरेर चाहिँ पनि अलिकति त्यस्तो भएको होला क्या। सो मेबी मेरो भ्लग यहीँनिर अन्त्य पनि हुन्छ होला गाइज होइन। यदि हजुर हेर्नुहुन्छ भने चाहिँ प्लिज सेयर गर्नु होला, सब्सक्राइब, लाइक, अनि कमेन्ट, न्यू भ्लगरलाई सपोर्ट गर्नु होला। डन।